चाहिँ आज यो हामी बस्ने नजिकैको सानो झरना हेर्न आएको, तर झरना चाहिँ सुकिसकेछ भन्ने लाग्छ। पानी अस्ति त निकै ठुलो थियो, आज चाहिँ पानी सबै सुकेछ। यो खोला ओइ मैले सर हाम्रो के छ नि पुरै ऐना हेरेर होइन, मोबाइलको स्क्रिनमा ऐना हेरेर अलिक बुढो भयो कि भन्ने जस्तो लागिरहेछ, त्यही भएर जस्तो मात्रै खासै बुढो त भइया छैन, त्यही भएर यसो हेरेको। ल पानी सुकिहालेछ, अस्ति निकै ठुलो थियो। हाम्रो सुमन भाइ उहाँ चाहिँ राम्रो फोटोग्राफर हुनुहुन्छ, राम्रै हो। यहाँ अहिले पनि यहाँ क्यामेरा बोकेर हामी फोटो खिच्न जाँदैछौँ मासतिर। भलिबल निकै राम्रो खेल्नु भएछ नि त हाम्रो लुङ्गाले। हाम्रो मैका सर र सुमन त भलिबल खतरा खेल्दो रहेछ नि त दाइ, आम्मामा भनेर दिँदै थियो। जङ्गलको बाटोमा पनि यस्तै राम्रो सिडीहरू काठको बनाइदिएको छ, यो चाहिँ पहाड चढ्नलाई सजिलो होस् भनेर। हिँड्दा हिँड्दै थापिन्छ, त्यसले गर्दा बस्ने ठाउँहरू पनि यसरी कस्तो राम्रो ठाउँमा छ त। यस्तो डढै मन जस्तो त हो है। ओहो राइट, भिरालो छ नि, हिँडेर लाग्छ होला हौ। पोखरी त यहाँ ठुलो छ, यहाँ त पानी ठुलो रहेछ हौ। अब गर्मीको सिजन आउँदैछ, यहाँ पुरै अब मान्छेहरू आउँछन्। पानी पनि ठुलो छ यसपालि, अस्ति त धेरै ठुलो थियो। हाम्रो समरमा गएर बियर खाने ल्याइदिनु यहाँ है। यो चाहिँ समरमा चाहिँ कसरी भाइ? समरमा चाहिँ यहाँनिर चाहिँ टेबल राखेर चाहिँ आधी खुट्टा ढोडाएर चाहिँ काठुयो खोल्दै खाँदा त होइन, खाँदै बसेर दिने हो नि त। हाम्रो देशमा भने अब यस्तो भिरालो ठाउँहरूमा अब त्यस्तो कुनै उयो हुँदैन थियो। यहाँ अब हेर्नु त यस्तो भिरालो ठाउँहरूलाई पनि यस्तो मजाले बनाएर भत्काएर फ्याँकेर दाउरा पोलेर सबै केही बनाएको छ। अब यो सबै भत्काएर फ्याँकिन्छ। ल यहाँ कस्तो मजाले जङ्गलमा पनि बस्ने ठाउँ, गर्मीको बेला आयो यहाँ बस्यो टक्कले बसेर। तल झर्ने ठाउँ पनि रहेछ। सकिन्न होला खोलामा जानु त, होइन गाह्रो हुन्छ। ए अर्को खोलामा रहेछ नि त यहाँ, त्यही भएर पनि ठुलो माथि सानो भएन। यो तलको अघि बसेको तल यो चारौँ झर्ना रहेछ यहाँनिर भन्यो। यताबाट हिँडेर जाने हो, यताबाट हिँडेर जाउँ भनेर। खोलै खोला खोलै खोला हेर्नु न पानी कस्तो ठुलो थिएछ भन्ने कुरो यहाँ थाहा पाउँछ नि है। यस्तो यो भुइँमा यस्तो बगेर यस्तो सफा भएको छ। चिप्लिन्छ हौ, कस्तो दामी देखेँ यार। हाला छ नि, त्यसलाई चाहिँ उयसमा कम्पिटिसन
यो आएको छ नि यहाँ फर्केर यहाँ पानी ठुलो हुनुपर्छ दामी हुन्छ है यो झर्ना फर्स्टचोटि आउँदाखेरि चाहिँ साह्रो एक्साइटेड भएको थियो पानी पनि के ठुलो थियो त्यहाँदेखि त यो पानी ठुलो भेटिएन यार यो चाहिँ गर्मीको बेला यहाँ आएर बसेर शीतल खाने ठाउँ बनाएको कस्तो राम्रो झरा थियो सुमन भाइ क्यामेरा सेटिङ गर्दै हुनुहुन्छ यहाँनिर आफ्नो फोटोग्राफीमा एकदम राम्रो प्यासन छ कस्तो देखेँ त भाइ धेरैचोटि आयो भाइ यो ठाउँ आइयो नि अब ठुलो पानी परेको बेला फेरि एकचोटि आएर चाहिँ अस्ति थियो नि निकाल्नुपर्ने छ अस्ति दामी थियो नि झर्दा अलिकति पानी परेको बेला आइएन है के चाहिँ माछा मरेछ त यहाँ यहाँ हातिदिनु र गर्नु होइन हामी पनि मान्छे त रहरै हो है कुनै अब यस्तो गरेर हामी हिँड्छौँ अनि यताहरू हो सर ल लडिन्छ है लडिन्छ आमा टड्किएछ यार घामले टड्किएछ यहाँनिर सबभन्दा दामी भालेको त्यो ठुलो पानी आएको बेला आज त खासै पानी नभएर इन्ट्रेस्टिङ भएन त यार ए ल हाम्रो फाइनल डेस्टिनेसन चाहिँ आउनु चाहिँ आइयो तर पानी खासै रहेनछ झोली तुम्बी यता बिसाउने हो फाइनल डेस्टिनेसन हो तर पानी चाहिँ सानो भएकोले झर्ना खासै ठुलो छैन र त धेरैचोटि हामी आयौँ आउँदा छ तर अलिकति ठुलो पानी भएर चाहिँ आउन पाइएन ठुलो पानी भएर चाहिँ एकदम राम्रो झर्दा देखिन्छ है फोटो एकदम हेर्दै आउनुहुन्छ अन्डा अनि गाजर अनि जुस
अब चाहिँ हामी खाजा खाएर चाहिँ झ्याप्पसँगले एकछिन गीत गाउँदै बस्ने हो यहाँ खाएर गीत गाउँदै बस्ने हो क्या पारी हाम्रो भाइले झन्डा बनाउँदैन त झन्डा यहाँनिर हामीले झन्डा लिएर कुमार सर तपाईँ के छ हालखबर अनि हो अनि कपाल त छैन त हौ काटेको केटाले भएको बनाउनु नै यस्तो बेला हो होइन आउँदैन नि अब बुई आइहाल्छ नि भरे खत्तम भइगयो निराउँदै गरेको हो हाम्रो भाइहरू फेरि हामी यहाँ आइपुग्यो कि के अरे हामी भएको ठाउँमा ठ्याक्कै आइपुग्नु भयो ठ्याक्कै फेरि भेट भइहाल्यो चाहिने त कुमार सर लु छिटो लुडिक छ है हाम्रो कुमार सर खतरा हान्नुभयो क्या खतरा हान्नुभयो जाडामा पौडी खेलौँ ल लु सुमन भाइ झ्याप्पै हानौँ त लु अम्मु ल खोइ हाम्रो कुमार सर कता कुमार सर लु छिटो यतिको चिसोमा पनि स्विमिङ हान्नु भने त कडै हो क्या ल कुमार सरको ठिक छ है कुमार सरको एकदम रिल्याक्स गरेर आजले गाएन गीत आउनेहरूको हामी त आउँदैन 1 2 3 go